नमस्कार। नमस्कार। अहिले हामी दुवै दाङ अम, पश्चिम दाङ पश्चिम के अरे मलाई मलै भन्ने ठाउँमा छौँ। मलैको पनि हामी यो चोरखुली। यतिखेर मसित मेरो प्रिय साथी रामबहादुर मल्ल हुनुहुन्छ। उहाँसित हामी मलैको जङ्गलमा छौँ। जङ्गलमा यो यो गर्मी छल्न हामीले जङ्गलमा घुम्दाखेरि हामीले चाहिँ यहाँ यो कडी पत्ताको बोट देख्यो होइन सर? हजुर हजुर अनि बगैना यसलाई यसलाई स्थानीय भाषामा यसलाई बगैना भन्छ र इन्डियन भाषामा चाहिँ यसलाई कडी पत्ता भन्छ। विशेष गरेर यसलाई नेपालीहरूले भन्दा इन्डियनहरूले बढी यसलाई मसलाको रूपमा परिणत गर्छन् के है? यो इन्डियनहरूले धेरै अलि बढी यसलाई चाहिँ मसलाको रूपमा बढी इन्डियनहरूले अलि बढी प्रयोग गर्ने भएको कारणले त्यो हाम्रो नेपाली भाषामा त्यति धेरै प्रसिद्ध नभए पनि इन्डियनमा चाहिँ एकदमै प्रसिद्ध छ। तथापि यो चाहिँ मासु लगायत पुलाउ लगायत विभिन्न परिकारहरू पकाउनमा यो एकदमै बहुउपयोगी एउटा जडीबुटी जन्य यो एउटा वनस्पति हो, जडीबुटी हो। तर यो जङ्गलमा चाहिँ अब हामी चाहिँ बेरोजगार छौँ भनेर यो जङ्गलका छेउका मान्छेहरू हामी चाहिँ छड्पिराखेका हुन्छौँ। तर यी यस्ता विभिन्न किसिमका आय आर्जनका कुराहरू हुन्छन्, हाम्रै आफ्नै अगाडि हुन्छन्। हामीले चाहिँ त्यसलाई चिन्न सकेका हुँदैनौँ कि यो जो हजारौँ रुपियाँ यो देखिराख्नु भएको छ नि, यो चाहिँ हजारौँ रुपियाँ प्रति केजी बिक्छ। यो सुकाएपछि राखेपछि हजुरहरूले चाहिँ यसलाई चाहिँ सुकाएर यसलाई चाहिँ बस हाम्रो एउटा मार्केट व्यवस्थापन होइन सर, मार्केटको मात्रै कमी भयो। यसलाई चाहिँ एउटा सही किसिमको एउटा मार्केट व्यवस्थापन गरेर त्यो बुझ्नुहोस्, यसको मूल्य राम्रो पाउँछ। यो भयो भनेपछि यसले पनि हजुरको एउटा आय स्रोतमा के अरे अझ थप सहयोग पुर्याउँछ र यसको पनि त्यतिकै खेर गइराखेको यी यस्ता जडीबुटीहरूको पनि यिनीहरूले पनि मूल्य पाउँछन्। र हजुरको यो फल छ अहिले यो भर्खर पाक्ने क्रममा छ के र? अझ यो पाकिसकेको छैन। यो चाहिँ खाएपछि कालो हुन्छ, कालो रातो हुन्छ, कालो हुन्छ। यो एकदमै स्वादिष्ट हुन्छ। अति युनिक किसिमको फल हो, हेर्नुहोस्, अर्ग्यानिक फल हो। यसलाई त्यो फल पनि खान सकिन्छ। हस् त, धन्यवाद।